जस्तै कहिलेकाहीँ के हुन्छ भने तपाईँले बुझाएको डकुमेन्टहरू उनीहरूले हेरिदिन हेरिकन डिसिजन दिन सक्छन्। अनि कहिलेकाहीँ चाहिँ जस्तो इरेसनल डिसिजनहरू हुन्छ, मसँग यहाँ फाइनेन्सियल डकुमेन्ट छ भनेर बुझाएर कोर्टले हेर्दैन। मलाई अन्याय भयो भन्दै जानुको ठाउँ हुँदैन, किनभने तपाईँले त्यो पोइन्ट अफ टाइममा बुझ्नु भएकै छैन। जुरिसडिक्सनल एरर भनेको के हो? मैले अगाडि एउटा भिडियोमा पनि भनेको थिएँ, ट्राइब्युनलले तपाईँलाई दिएको डिसिजन चित्त बुझेन भनेदेखि तपाईँलाई कोर्ट जानको लागि बाटो खुल्ला हुन सक्छ। तर डिपार्टमेन्टले दिएको डिसिजन चित्त नबुझेर ट्राइब्युनल जानु र ट्राइब्युनलले दिएको डिसिजन चित्त नबुझेर कोर्ट जानु चाहिँ फरक कुराहरू हुन्। डिपार्टमेन्टको डिसिजनबाट कोर्टमा जाने प्रोसेसलाई हामीले मेरिट रिभ्यू भन्छौँ। मेरिट रिभ्यूमा तपाईँलाई केस अफिसरले दिएको जस्टिफिकेसनहरू हुन्छ, उसले प्रमाण दिएको वेटेजहरू हुन्छ, कुन कुन प्रमाण उसले चाहिँ हेर्न छुटायो अथवा नयाँ प्रमाणहरू तपाईँले दिन पनि पाउनुभयो, यी सबै कुराहरू हेरेर उसले चाहिँ केस अफिसरले जे हेरेर डिसिजन दिन्थ्यो त्यही कुरा हेरेर डिसिजन दिने हो। ट्राइब्युनलको मेम्बरले पनि त्यही प्रमाणहरू तपाईँले थप बुझाएको प्रमाण सहित हेरेर तपाईँसँग चाहिँ प्रश्नहरू पनि सोधेर ट्राइब्युनल मेम्बरले डिसिजन दिने भयो। त्यो मेरिट रिभ्यू हो। तर कोर्टमा जानको लागि चाहिँ तपाईँहरूले त्यो मेरिट रिभ्यूको लागि कोर्ट जान पाउनुहुन्न। तपाईँले चाहिँ कुनै लिगल एरर छ जसलाई हामीले जुरिसडिक्सनल एरर भन्छौँ, जुरिसडिक्सनल एरर छ भनेर प्रमाणित गर्न सक्नुभयो भने मात्रै तपाईँ चाहिँ कोर्ट जान पाउने हो। त्यसैले त्यसको जुरिसडिक्सनल एरर के हुन् ती कुराहरू तपाईँलाई थाहा हुनुपर्छ। त्यसमा तपाईँको रिप्रेजेन्टेटिभहरू, लिगल रिप्रेजेन्टेटिभहरू, लयरले तपाईँलाई त्यसमा चाहिँ हेल्प गर्न सक्छन्। जुरिसडिक्सनल एररको केही इक्जाम्पलहरू म भन्छु। जस्तै कहिलेकाहीँ के हुन्छ भने तपाईँले बुझाएको डकुमेन्टहरू उनीहरूले हेरिदिन हेरिकन डिसिजन दिन सक्छन्। त्यो भेरी रियरली हुन्छ, तर त्यो भयो भने तपाईँको एउटा उनीहरूले हेर्नुपर्ने डकुमेन्ट हेरेनन् भन्ने चाहिँ एउटा जुरिसडिक्सनल एररको बेसिस हुनसक्छ। त्यस्तै उनीहरूले कुनै रङ ल अप्लाई गर्यो भनेदेखि एउटा ल चाहिँ अप्लाई गर्नुपर्ने थियो, उनीहरूले चाहिँ अप्लाई गरेको ल नै तपाईँको केससँग चाहिँ नमिल्ने अथवा त्यो तपाईँको केसमा एप्लिकेबल नहुने ललाई उनीहरूले गरेर डिसिजन दियो भने त्यो पनि जुरिसडिक्सनल एररको इक्जाम्पल भयो। अर्को भनेको जस्तै फर इक्जाम्पल प्रोसिजरल फेयरनेसको कुरा पनि हुन्छ। तपाईँलाई चाहिँ कुनै कुरा उनीहरूले चाहिँ एडभर्स फाइन्डिङ छ भने तपाईँलाई उनीहरूले त्यसलाई क्ल्यारिफाई गर्ने मौका दिएको हुनु पर्यो। तिम्रो विरुद्धमा यस्तो यस्तो प्रमाणहरू हामीलेसँग छ, यो के हो त भनेर उसको भर्जन सुन्नु पर्यो। त्यसलाई हामी प्रोसिजरल फेयरनेसकोहरू मानिन्छौँ, नेचुरल जस्टिस पनि भनिन्छ त्यसलाई, होइन? अथवा चाहिँ अनफेयर हियरिङ भयो भनेदेखि यस्तो केसमा पनि तपाईँले चाहिँ त्यो जुरिसडिक्सनल एरर भयो, त्यो केसमा पनि तपाईँले चाहिँ कोर्टमा जान पाउने हुनुभयो। अनि कहिलेकाहीँ चाहिँ जस्तो इरेसनल डिसिजनहरू हुन्छ, सबै तपाईँसँग भएको इभिडेन्स चाहिँ एउटा कुरा भनिराखेको छ, तर उनीहरूको कन्क्लुजन चाहिँ अर्को छ भनेपछि कन्क्लुजनलाई चाहिँ तपाईँको जुन एभिडेन्सको जे कन्क्लुजनमा लजिकल कन्क्लुजनमा पुग्नु पर्ने हो त्योभन्दा चाहिँ फरक कन्क्लुजनमा पुगेर चाहिँ डिसिजन दिएको छ भनेदेखि त्यो पनि जुरिसडिक्सनल एरर भएको हुनसक्छ। भने यस्ता ग्राउन्डहरू छन् भनेदेखि चाहिँ यो कोर्टमा जान मिल्ने ग्राउन्ड भयो। यसमा अरू डिपार्टमेन्टबाट चाहिँ तपाईँको ट्राइब्युनलमा जाँदाखेरि जस्तो प्रमाणले हुँदैन। जस्तो मैले तपाईँलाई अघि इक्जाम्पल पनि दिन्छु। अब तपाईँले डिपार्टमेन्टमा एजुकेसन लोन 60 लाखको बुझाउनु पर्ने थियो, $60,000 भनौँ, $60,000 बुझाउनु पर्ने थियो। तपाईँले बुझाउनु भएन, ट्राइब्युनलमा जानुभयो, ट्राइब्युनलले $60,000 चाहिँ ब्याङ्क लोन चाहिँ माग्यो। तपाईँले $60,000 ब्याङ्क लोन पनि बुझाउनु भएको थियो भनेदेखि ट्राइब्युनलले $60,000 चाहिँ तपाईँले ब्याङ्क लोन उनीहरूको पोर्टलमा अपलोड पनि गर्नु भएको छ, तर त्यो उनीहरूले हेरेन अथवा देखेन र $60,000 चाहिँ तिमीले कुनै पनि ब्याङ्क लोन हामीलाई बुझाएनौ, हामीलाई चित्त बुझेन भनेर रिफ्युज गरिदियो भनेदेखि त्यो जुरिसडिक्सनल एरर भयो, किनभने तपाईँले बुझाएको डकुमेन्ट उसले हेर्दैन। अब डिपार्टमेन्टमा नभएको डकुमेन्टसम्म पनि तपाईँले ट्राइब्युनलबाट बुझाउन पाउनु भएको हुन्छ, त्यो चाहिँ मेरिट रिभ्यू भएको हुनाले। तर तपाईँलाई ट्राइब्युनलले माग्दाखेरिमा पनि ब्याङ्क लोन तपाईँले दिन सक्नु भएको छैन र उसले तिमीले ब्याङ्क लोन बुझाएनौ अथवा तिमीसँग फाइनेन्सियल उसमा हामी यो कारणले सेटिस्फाइड भएनौ भनेर चाहिँ डिसिजन दियो भने तपाईँ कोर्टमा गइसकेपछि कोर्टमा लगेर चाहिँ मसँग यहाँ फाइनेन्सियल डकुमेन्ट छ भनेर बुझाएर कोर्टले हेर्दैन। कोर्टले के हेर्छ, ट्राइब्युनलले डिसिजन दिँदाखेरिमा ट्राइब्युनलको अगाडि फाइनेन्सियल डकुमेन्ट थियो कि थिएन, थियो र उसले हेरेको थिएन भने त्यो जुरिसडिक्सनल एरर भयो। त्यहाँ चाहिँ तपाईँले बुझाउनु भएको थिएन भने मलाई अन्याय भयो भन्दै जानुको ठाउँ हुँदैन, किनभने तपाईँले त्यो पोइन्ट अफ टाइममा बुझाउनु भएकै छैन। त्यो तपाईँको कोर्टले हेर्ने कुरो भने, तर डिपार्टमेन्टले नबुझाएको कुरो चाहिँ ट्राइब्युनलले चाहिँ हेर्ने भयो। त्यो चाहिँ मेरिट रिभ्यू भएको हुनाले। तर ट्राइब्युनलमा चाहिँ तपाईँले फाइनेन्सियल डकुमेन्ट नबुझाउने, त्यहाँ पनि डिपार्टमेन्टले गरेको डिसिजनै सही हो भनिसकेपछि अनि त्यसपछि चाहिँ नेपालबाट ब्याङ्क लोन बनेर आयो भनेर कोर्टमा लगेर पेश गरेर कोर्टले तपाईँ केस जिताउँदैन। त्यो तपाईँको कोर्ट जाने आधार पनि होइन, जुरिसडिक्सनल एरर त्यहाँ भएको छैन। त्यसैले जुरिसडिक्सनल एररको थ्रेसहोल्ड चाहिँ मेरिट रिभ्यूको भन्दा फरक हुन्छ। धेरै जस्तो केसमा हायर थ्रेसहोल्ड नै हुन्छ। त्यो प्रमाणित गर्नको लागि चाहिँ अलिक बढी गाह्रो हुन्छ मेरिट रिभ्यू भन्दा।